सुँगुरको चारा पकाउनुको लागि यहाँ माने लिएर आएको छु। यत्रो बेसी यहाँ चाहिँ अब काट्नुपर्छ। यस्तो त्यही राखिदिनुहोस्। उसको बोतल छ। सुँगुरको चारो पानी पकाउनु पर्छ। चुलामा मान्छेको लागि पनि चुलामा अहिले सिलिन्डर नपाएर यस्तो यो काम। यसो झाडपात दिनुपर्छ कि सुँगुरले छिटो हुर्किन्छ। यस्तो सागहरू बारीकै साग हो। अलिकति यहाँ झालमुरी केटीहरू बनाएको रहेछ। अन्त मलाई चाहिँ काम गर्दा गर्दा खान्छु भनेर अलिकति दिएको पनि रहेछ।